अंगुर पनि अचारमा खाइदिन्छ। मुस्किल मुस्किल हुँदैछ यार सिँगै खाँदा। आज मसँग यो ग्रिल गरेको चिकन छ, डल्लै चिकन छ। आज म यो पुरै खाने प्रयास गर्नेछु। सबैलाई टेस्टीले नमस्कार। पासाङ र ज्यामु मुकबाङ च्यानलमा यहाँहरूलाई स्वागत छ। अनि आज चाहिँ मसँग मिठो एकदमै ग्रिल गरेको अनि चिकन डल्लै चिकन छ अनि स्पाइसी नुडल्स छ अनि मसँग लाफिङ पनि छ अनि अन्डा अनि यो अंगुर भयो, यो पिरो अचार भयो अनि सलाद साग छ। अनि म आज यसको मुकबाङ गर्नेछु। कमेन्ट गर्न पनि नबिर्सिनु होला ल। फेरि अब म सुरु गरेँ है त। कस्तो रहेछ यो खानु पर्यो। मलाई चाहिँ स्पाइसी नुडल एकदमै धेरै मनपर्छ। त्यसकारणले म सबैभन्दा पहिला चाहिँ यो खाने गर्दछु है। तपाईँले मेरो मुकबाङ च्यानल हेर्नुहुन्छ भने तपाईँले देख्नुहुन्छ है कस्तो रहेछ खाउँ त। दामी। मलाई चाहिँ अघिदेखि यो खान मन लागिरहेछ है। आज मसँग यो ग्रिल गरेको चिकन छ, डल्लै चिकन छ। आज म यो पुरै खाने प्रयास गर्नेछु। तपाईँले हेर्नु होला है। वाउ। दामी। वाउ। दामी लाग्यो। तपाईहरुलाई पनि यस्तो यो के अरे ग्रिल गरेको चिकन खान मन छ भने चाहिँ यो चाहिँ चावलमा पाउँछ। ल यस्तो खान मन पर्छ भने चाहिँ यो चाहिँ चावलमा छ है। चावलमा यो खालको चिकन ग्रिल यहाँ भाइकोमा पाउँछ। अनि यो चाहिँ लोकेसन कहाँ छ भन्दा ठ्याक्कै यो हाइट होटल छ नि चावलको यतापट्टि भाटपाटेनी छ अनि यतापट्टि बौद्ध अनि ठ्याक्कैसँगले यसको अपोजिट साइडमा यहाँ भाइकोमा पाउँछ। भाइले डिस्काउन्ट दिन्छ होला नि त। डिस्काउन्ट दिन्छु 2-3 टा लानेलाई। ल ल ल ल। के मैले भर्खरै किनेर ल्याएको यो चाहिँ भाटपानीदेखि अलिकति मुनितिर हायत होटलको ठ्याक्क अपोजिट साइडमा छ। त्यहाँ चाहिँ सस्तोमा पनि दिन्छ। यो भिडियो हेरेर आए भन्नुहुन्छ भने तपाईँलाई अझ डिस्काउन्ट पनि मिल्नेछ है त। पासाङ एन्ड ज्यामुको भिडियो हेरेर आएको छु। यो तपाईँको ग्रिल गरेको चिकन चाहियो, डिस्काउन्ट चाहियो भन्नुहोस्, तपाईँहरूले डिस्काउन्ट पनि पाउनुहुनेछ है। अन्डा खाउँ न त कस्तो रहेछ है। वाउ। लाफिङ पनि खाऊ। तपाईँलाई यस्तो खान मन लाग्छ भने
लाइक सेयर सब्सक्राइब गर्नुहोस्, कमेन्ट गर्नुहोस्। एक दिन कसलाई च्यालेन्ज गर्न मन लाग्छ। अब यो नेक्स्ट भिडियोमा चाहिँ सिङ्गै एक एकवटा हामी च्यालेन्ज गर्नेछौँ। तर तपाईँले कमेन्ट गर्नु पऱ्यो कसलाई च्यालेन्ज गर्न चाहनुहुन्छ। वाउ वाह हामी यो चाहिँ दामी लाग्छ है। यो चाहिँ लाफिङ पनि हो है। खान सक्नेको नसक्ने हो, यत्रो बढी खाँदैछु। अझै यत्रो खाने बाँकी नै छ यार। बिस्तारी खाँदैछु, खान सक्नेकै होइन, पुरै सिङ्गै ट्राई गर्दैछु। भुँडी पो फुट्ने हो कि क्या हो। अर्को तरिका चाहिँ यो पनि हो, उसो भने यसरी यहाँ भिजाउने अनि यहाँ यसरी सलाद सागमा यो पनि बेस्ट हुन्छ। अलिक साह्रो रहेछ। दामी छ है। तपाईँलाई नि यस्तो खाना मन पर्यो भने आउनु होला।
मुस्किल हुँदैछ यार सिँगै खाँदा वाह लगभग मैले सिधाएँ यो भिडियो मन पर्यो भने तपाईहरुले लाइक शेयर कमेन्ट सब्स्क्राइब गर्न नबिर्सिनु होला यहाँलाई धेरै धेरै धन्यवाद यस्तै भिडियो फेरि पनि बनाउने छु राम्रो भिडियो बनाउँदै ल्याउने छु अहिलेको यो चिकन ग्रिल एकदम मिठो छ हायत होटलको ठ्याक्कै अपोजिट साइडमा चाहिँ पाउँछ त्यहाँबाट किन्नु होला तपाईले यो भिडियो हेरेर यदि जानुभयो भने चाहिँ तपाईलाई डिस्काउन्ट पनि मिल्नेछ है त डिस्काउन्टको अफरहरू लिन नबिर्सिनु होला यहाँलाई धेरै धेरै धन्यवाद र च्यानललाई माया गर्न सब्स्क्राइब गर्न लाइक गर्न भ्युज बढाउन पनि सहायता गरिदिनु होला यहाँ सबैलाई टेसिदेले